श्रम संस्कृति पार्टी मन नपराउने साथीहरू मुटु त पुरै भतभत पोल्दियो होला है। नपोल्नुहोस् कि नपोल्नुहोस्, नगर्नुहोस्, त्यस्तो नगर्नुहोस्। तपाईँले पनि सोच अलिकति सोच बदलेर चाहिँ तपाईँ पनि एकदम निर्धक्क बस्नुहोस् के। श्रम संस्कृति पार्टीलाई सहयोग गर्नुहोस्। सहयोग अब आर्थिक सहयोग नभए पनि भौतिक सहयोग त दिन सकिन्छ। सहयोग गर्नुहोस् कि, विरोध नगर्नु। यति छिटो हाम्रो नेपाल रहला नरहला जस्तो अभिव्यक्ति आइसकेको छ यहाँ। अनि एउटा देशलाई माया गर्ने, देश बचाउनु पर्छ र हाम्रो पनि नेपाली सेनालाई बोर्डरमा राखेर चाहिँ काँडे तार लाएर काँडे तारको बार र करेन्ट फिट गर्नुपर्छ भन्ने मान्छेलाई देख्न नसक्ने। 5 फुटको सिस्टम भए पनि 5 फुटको सिस्टमै गराइदिउँ भन्ने त्यस्तो मान्छेलाई देख्न नसक्ने। सम्झिँदा पनि हाँसो लाएर आउँछ होइन, छक्क नि पर्छु होइन। विरोधीहरूले यतिसम्म गर्नु भ्याए कि क्युआर पार्टी भनेर पनि उपनाम दिइसक्यो कि। तर त्यही क्युआरबाट उठाएको पैसाले कति विकास गरेको छ भन्ने कुरा त ज्वलन्त उदाहरण उता दुम्लिङमा जानुहोस्, यता धरानमा आएर हेर्नुहोस् होइन, छर्लङ्ग देखिरहेको त। अब विरोधीहरूको र आफ्नो स्वार्थ पुरा गर्न नसक्ने अथवा अब पुरानोदेखि छाप राख्दै आएको अब अलिकति पावर होइन, पुँजीवादी पावर भएको मान्छे र पहुँच भएको मान्छेहरूले के अरे हरेक गर्न पाउँछ, ठेक्का पट्टा उनीहरूकै हो। अनि त्यसपछि भ्रष्टाचार यताउता गर्न पाएको सबै उनीहरूकै मातहत हुने भएको पनि। अनि हामी जस्तो गरिबहरू तलको तलै मुनिने र एउटा के अरे शिक्षित भएको मान्छे अथवा ब्याचलर क्लियर गरेको मास्टर डिग्री गरेकोहरूलाई पनि जागिर नपाउने के साह्रै दुःखको कुरा। त्यहाँ पहुँच भएको र पावर भएको मान्छे एसएलसी नै पास नभए पनि त्यसलाई त्यहाँ काम पाइरहेको हुन्छ कि। ऊ एकदम राम्रो स्यालेरी पाउँछ उसलाई, 40,000 60,000 होइन। त्यो पनि कस्तो ठाउँमा भने एकदमै दिनमा 8-10 हजार 15-20 हजार कमिसन आइराख्ने ठाउँमा। अनि जसको पहुँच छैन, जसको पावरै छैन, त्यो मान्छेलाई चाहिँ मास्टर डिग्री गरेर के अरे मास्टर डिग्री गरेको र त्यस्तो मान्छेलाई हातमा सर्टिफिकेट बोकेर जागिर खोजेर हिँड्दाखेरि त्यसलाई 10 ठाउँमा धारा खुट्टा ढोक्दा नि जागिर पाउँदैन। त्यसलाई अलिकति त्रुटि देखाइ नै हाल्छ त्यसलाई होइन। तिम्रो त यस्तो रहेछ नि हो, यस्तो रहेछ उस्तो रहेछ, अलिकति त्रुटि अलिकति केही देखाएर उसलाई जसरी नि नदिनु छ कि, दिनु छैन। त्यो त्यहाँ आफ्नो मान्छे हाल्नु छ नि त त्यो कोटामा। त्यसले गर्दाखेरि पहुँच नभएको मान्छेलाई नेपालमा जागिर पढेर धेरै पढेर पनि हुनेवाला त केही छैन, नभएको पनि हो। थुप्रै साथीहरू म विदेशमा श्रम गर्दाखेरि कतिपय साथी भनेर पढ्दाखेरि सोधबुझ गर्दाखेरि कहिलेकाहीँ गफगाफ हुँदाखेरि गर्नु त यति गरेको, यति ब्याचलर क्लियर गरेँ, जागिर खोज्दा बरु मेरो 10 जोर चप्पल फाटिसक्यो, जुत्ता फाटिसक्यो, कपडा 1 लाख लिएर आएर बेचरी जागिर खोजेर हिँडेँ। त्यो 1 लाख खाइसकेपछि म घर फर्केर विदेशको भिसा लाएर आएँ भन्ने साथीहरू पनि थियो। कति पढ्यो ब्याचलर क्लियर हुन्छ ए बाबा। अनि ब्याचलर मास्टर गरेको साथी पनि 1-2 जना भेटेको थिएँ, नाम नभनौँ होइन, उहाँको पनि केही प्राइभेसी कुरा हुन्छ। बिचरा ऊ साथीले मास्टर गरेको सर्टिफिकेट साथमै बोकेर आएको थियो कि। हेरेँ पनि हामीले, अचम्म लाग्यो। हामीसँगै काम गरिरहेको साथी, हामीसँग काम गर्दा गर्दै त्यसलाई चाहिँ अलिकति त्यहाँ गर्दा गर्दै अलिकति
सिनियर भन्दा पनि हाम्रो चाहिँ सिनियर बनाइदिएको थियो बस्दा अब त्यसलाई अब अलिकति एजुकेसन भएको भन्छ त्यस्तो छ कि हाम्रो नेपालको राजनीति, हाम्रो नेपालको व्यवस्था, हाम्रो नेपालमा रोजगार पाउने